भारतको आईएएस अफिसर भनेको बहुतै प्रतिष्ठित त्यो स्थान हो जसमा चाहिँ पुग्नु सबै सक्दैन र त्यस्तै स्थानमा पुगेर पनि 20 लाखको घुसखोरीमा पक्रा पर्नु भनेको सानो कुरा होइन र त्यो आईएएस अफिसर जो चाहिँ पक्रा परेछ उसको नाम चाहिँ हो धिमन चकमा जो चाहिँ यही म जहाँ घुम्दैछु अगरतलाकै छेउको एउटा गाउँको उसको पापा टिचर काम गर्ने र आमा चाहिँ हाउसवाइफ अनि मेरो जुन यहाँनिर घुम्दैछु त्यसकै छेउमा एउटा अगरतला इन्स्टिट्युट अफ टेक्नोलोजी छ नेसनल इन्स्टिट्युट अफ टेक्नोलोजी अगरतला पनि भनिन्छ र त्यहीँनिर कम्प्युटर साइन्समा बिटेक गरेर इन्जिनियर बनिसकेको मान्छे चाहिँ फेरि आईएएसको लागि तयारी गर्छ युपीएससी एक्जाममा दुई खेप सफलता प्राप्त गरेर पहिला चाहिँ इन्डियन फरेस्ट सर्भिस आईएफएस को पदमा पदासीन हुन्छ र त्यसको पछाडि चाहिँ फेरि दुबारा दिएर चाहिँ आईएएस अफिसर भनेर र उडिस्सा क्याडरबाट उडिस्साकै कालाहान्डी डिस्ट्रिक्टमा सब कलेक्टरको पदभार सम्हालिराख्दाखेरि त्यसरी घुस खाँदै गरेको भिजिलेन्स टिमले पक्रेर चाहिँ आज उसको इन्भेस्टिगेसन हुँदैछ। योभन्दा अर्को कुरा चाहिँ राजा रघुवंशी र सोनम रघुवंशीको कुरा त हर गली गलीमा सबैको मुखमा चलिरहेको छ होला र आज राजा रघुवंशीलाई चाहिँ सोनम रघुवंशीले नै मार्नु लगाएको उसको साथीहरू लगाएर कसैले 40,000 लिएर यो भनेर खबरहरू तपाईले सुनिरहनु भएको छ र एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के भन्न चाहन्छु भने यस्तो दुनियाभरको घटनाको कुराहरू तपाईको सामने आइरहेकै हुन्छ तर यो घटनालाई अवेरनेसको लागि जानकारीको लागि सुन्नु बहुत जरुरी छ तर यसलाई मनमा बेसी खेलाइरहनु चाहिँ एकदमै राम्रो होइन किनभने जब पनि कुनै चीज मनमा त्यो कुरा घरिघरि सोचिरह्यो भने त्यसले हाम्रो जीवनमा पनि नेगेटिभ इफेक्ट ल्याउँछ त्यसै कारणले यो कुरा चाहिँ एकखेप सुन्यो जतासुकै बेसी कुरा गर्ने पनि आवश्यकता छैन र त्यसलाई भुलेर अर्को पोजिटिभ कुराहरू सोच्ने सम्झिने गर्ने चाहिँ प्रयास गरिरहनु होला। नमस्कार, मेरो नाम धीरेन र अब बात गरिन्छ आईएएस अफिसर धिमन चकमाको। म 2022 मा यहाँ आएको त्यति बेला धिमन चकमाको चर्चा बहुतै बेसी हुने गर्थ्यो कि यहाँदेखि केही टाढो कञ्चनपुर नाम भन्ने जग्गा छ त्यो कञ्चनपुरको रहनेवाला धिमन चकमा आईएएस अफिसर उसको पिताजी टिचर काम गर्ने अनि आमा चाहिँ हाउसवाइफ र उसले चाहिँ यही अगरतलामा अघि पनि भनिसकेको छु कि एनआईए अगरतलाबाट कम्प्युटर साइन्समा बिटेक गरेर आईएएस 2 खेप बनेको। फर्स्टमा 2019 मा आईएएस अफिस सरकै लागि युपीएससी एक्जाम बस्दाखेरि आईएफएस इन्डियन फरेस्ट सर्भिसमा काम पाएर उडिस्साकै गोमती भन्ने जग्गामा अब उसले एउटा इन्डियन फरेस्ट अफिसरको रूपमा काम गरिरहेको बेला फेरि म आईएएस अफिसर नै बनिन्छु भनेर 2020 मा पनि एक्जाम दिएर चाहिँ 2021 मा चाहिँ उसको रिजल्ट निस्किँदाखेरि चाहिँ उडिस्सा क्याडरबाट नै आईएएस अफिसर बनेर उडिस्सामै कालाहान्डी भन्ने डिस्ट्रिक्ट सब कलेक्टरको पदमा कार्य गरिरहेको बेला उसले एउटा व्यापारीबाट 20 लाख रुपैयाँको घुस लिएको चाहिँ रङ्गे हात पक्रा परेर चाहिँ आज उसको इन्भेस्टिगेसन चलिरहेछ र यो पैसा भन्ने कुरा कस्तो होला। अब त्यस्तो प्रतिष्ठित जग्गामा पुगेर पनि एउटा पैसाले मान्छेलाई यति साह्रो लालची बनाइदिन्छ कि आफ्नो प्रतिष्ठाहरू सबै बिर्सिदिन्छ। धिमन चकमाले बोलेको बातहरू यति साह्रो यहाँनिर फेमस थियो कि उसले नर्थ इस्टको लागि धेरै काम गर्छु, नर्थ इस्ट भारतको राज्यदेखि धेरै छुटेको छ, त्यो धेरै ब्याकवर्ड भइसकेको छ र त्यो म नर्थ इस्टलाई चाहिँ अगाडि लानुको लागि चाहिँ धेरै कामहरू गर्नेछु, यसमा मौका पायो भने अवश्य काम गर्नेछु भनेर धेरै सपनाहरू देखाएको थियो र 2 खेप युपीएससी क्र्याक गरेर आईएफएस र आईएएस अफिसर बन्ने यहाँनिर एउटा नयाँ इतिहास पनि लेखेको थियो र यहाँको युवाहरूलाई एउटा नयाँ एक्जाम्पल पनि दिएको थियो। तर आज घुस लिँदै गरेको कालो काम देखेर चाहिँ फेरि मान्छेहरू निराश पनि देखिँदैछ। मैले अरूसँग पनि अलिअलि बात गरेँ। द इन्डियन एक्सप्रेसमा छापिएको खबरको अनुसार चाहिँ यो चाहिँ स्टोन क्रसर एउटा व्यापारीलाई 20 लाख रुपैयाँको घुस माग्दाखेरि चाहिँ त्यो दुईजना राजी भएर चाहिँ त्यहाँदेखि चाहिँ पक्रेको र यसरी इन्टेलिजेन्स ब्रान्चले चाहिँ त्यहाँनिर टक्कै पक्रिनुको लागि चाहिँ के गर्छ त, कस्तो खालको केमिकलहरू युज गर्छ, पैसामा कसरी नोटमा के लगाउँछ भन्ने कुराहरू चाहिँ अब डिस्कस गरौँ र यो मान्छे जुन चाहिँ आईएएस अधिकारी छ यो चाहिँ कसरी पक्रा पर्यो भनेर चाहिँ डिटेलमा अब जान्नेछौँ है त। र त्यो व्यापारीले अब त्यो 20 लाखको जग्गामा 10 लाख रुपैयाँ एडभान्स दिने तारिक चाहिँ 8 जुनको तय हुँदो रहेछ र तय भइसकेपछि अब भिजिलेन्स टिम पनि त्यहीँनिर पुगेर उसलाई रङ्गे हात पक्रिन्छ। तर भिजिलेन्स टिमले चाहिँ त्यो जसले चाहिँ घुस लिइरहेको थियो उसले रङ्गे हात उसैले लिएको हो, उसले नै दिएको पैसा हो भनेर चाहिँ कसरी चाहिँ जाँच गर्छ भन्ने विषयमा चाहिँ मैले रिसर्च गर्दाखेरि खोज्दाखेरि सुन्दाखेरि के पाएँ भने भिजिलेन्स टिमको मान्छेले चाहिँ जुन घुस दिने पैसा छ त्यसलाई चाहिँ के गर्दो रहेछ भने त्यो एउटा फिनोलेफ्थलिन
पाउडर केमिकल टेस्ट हुँदो रहेछ। केमिकल टेस्टमा चाहिँ त्यो फिनोलेफ्थेलिन पाउडरको युज हुँदो रहेछ र फिनोलेफ्थेलिन पाउडरले चाहिँ त्यो जुन चाहिँ घुस दिने पैसा छ त्यसलाई चाहिँ त्यो चाहिँ पाउडर चाहिँ त्यसमा लगाइदिँदो रहेछ र त्यसका सानो पर्थ अब कस्तो प्रकारले लगाइदिन्छ होला र त्यो बन्डलमा त्यो फिनोलेफ्थेलिन पाउडर लगाइदिएर चाहिँ अब त्यो घुस दिने पैसा चाहिँ जसले चाहिँ घुस दिन्छ त्यो मान्छेलाई दिन्छ र त्यो मान्छे जब 8 जुनको घुस दिनु उसको दफ्तरमा पुग्यो त्यो आइएएस अधिकारीको र दफ्तरमा उसले 10 लाख रुपियाँ घुस दियो र घुस दिनु बित्तिकै पहिल्यै भिजिलेन्स टिमकोले प्लान त गरिरहेको थियो र त्यहीँनिर त्यति बेला छापा मार्दाखेरि चाहिँ उसले रङ्गे हात पक्र्यो। कसरी पक्र्यो र त्यो जुन आइएएस अधिकारीले त्यो 10 लाख रुपियाँ आफ्नो हातले पक्रेर आफ्नै अफिसको घरमा जुन अफिस त्यो लोकल जो सरकारी दफ्तर सरकारी घरको ठुल्ठुलो अफिसरहरूको के हुन्छ भने घर हुन्छ र अफिस अलग हुन्छ र जहाँनिर उसले सरकारी घर पाएको छ त्यहाँनिर पनि एउटा अफिस बनाएको हुन्छ र त्यो अफिसको दराजमा चाहिँ उसले पैसा राख्यो। त्यो राख्नु बित्तिकै जब भिजिलेन्स टिमहरू पुग्यो त्यहाँनिर छापा मार्यो, त्यो सबैतिर हेऱ्यो, त्यहाँनिर उसको ड्ररमा पैसा पायो र त्यो पैसा पाएर चाहिँ त्यसलाई प्रुफ गर्नुको लागि चाहिँ के गर्दो रहेछ भने त्यो जुन चाहिँ अधिकारी छ जसले चाहिँ घुस लियो उसको हात चाहिँ पानीमा चाहिँ हाइड्रोक्लोराइड मिसाएर चाहिँ त्यो घोलमा चाहिँ हात डुबाउनु लाउँदो रहेछ र हात डुबाउँदाखेरि चाहिँ त्यसमा रातो कलर या कुनै अलग कलर केमिकल रिएक्सन भएकोले गर्दा कलर आउँछ र त्यस्तै प्रकारले त्यो ड्राज भयो दराज जहाँनिर बन्द गर्ने छ त्यसको पनि ह्यान्डलहरू त्यसरी नै टेस्ट गर्यो र पैसा पनि त्यसरी नै टेस्ट गर्दाखेरि त्यो प्रुफ हुन्छ कि यो चाहिँ एकदमै उसले नै लिएको अहिले नै लिएको भन्ने खालको प्रुफ हुन्छ। साथै जो घुस दिने मान्छे छ उसले पनि मैले दिएको भन्दाखेरि त पक्रा परिहाल्छ। त्यस्तै कारणले चाहिँ त्यो पक्रा परेको रहेछ र त्यसरी जसले पनि नराम्रो काम गर्छ त्यो कहीँ न कहीँबाट पक्रा त परि नै हाल्छ। त्यसै कारण हाम्रो नानीहरूलाई हामीले एउटा प्यारेन्ट्सको रूपमा यो कुराहरू यसो मनन गरेर के हुँदैछ देश विदेशमा कस्तो खालको नराम्रो घटनाहरू हुँदैछ छोराछोरीहरू हाम्रो बढिरहेको छ उनीहरूलाई त अहिले जोसमा होसमा त्यस्तो कुरा केही थाहा हुँदैन तर हामी बाउआमा जो चाहिँ म्याच्युर छौँ उनीहरूले चाहिँ यस्तो समाजकोमा भइरहेको घटनाहरूबाट जो इम्पोर्टेन्ट चिजहरू छ त्यो चाहिँ हाम्रो नानीहरूलाई सिकाइरहेको हुनुपर्छ। हाम्रो नानीहरूलाई भन्नुपर्छ यस्तो गर्नु हुँदैन यस्तो हुन्छ उस्तो हुन्छ भनेर। जस्तै अब तपाईँले राजा रघुवंशी र सोनम रघुवंशीको केस त डिटेलमा सुनिरहनु भएको छ होला। अहिले एकदमै सनसनीखेज समाचार छ र त्यस्तो प्रकारले त्यो एउटा केटीले पुरा दुनियाँभरको एउटा स्त्री जातिको बदनाम गरेको थियो, डाउट पैदा गरिदिएको छ। त्यस्तै नै यो धिमन चकमा आइएएस अधिकारीले पनि एउटा आइएएस अधिकारी जत्रो ठुलो मान्छेले पनि त्यस्तो गर्दो रहेछ भनेर मान्छेको एउटा कस्तो भिजन नै चेन्ज गरिदिएको छ र त्यस्तो खालकोहरू गर्नु हुँदैन भनेर हाम्रो नानीहरूलाई सम्झाउनुपर्छ। तिमीले जति नै लोभ देखाओस् कसैले तर त्यो लोभमा चाहिँ फस्नु हुँदैन किनभने जब तिमीले नराम्रो काम गर्छौ त्यो घडा भरिन्छ नि तब तिमी अवश्य पक्रा पर्नेछौ नानी। त्यही कारणले चाहिँ कहिले पनि लोभ लालचमा चाहिँ फसिनु हुँदैन, यो बाहिरी दुनियाँको चिजहरूमा फसिनु हुँदैन र तिमीले सत्य काम राम्रो काम गर्नुपर्छ सधैँ भनेर चाहिँ हामीले नानीहरूलाई पनि प्यारेन्टिङ होस् भनौँ या त सल्लाह भनेर दिइरहनुपर्छ। र आज यतिमै म फेरि तपाईँदेखि बिदा लिँदैछु। फेरि यस्तै कहानी या त मोरल स्टोरीहरू लिएर फेरि आउनेछु। आजको लागि यही नै मलाई आज्ञा दिनुहोस्। तपाईँले युट्युब च्यानलमा हेर्नुहुँदैछ भने युट्युब च्यानल सब्सक्राइब गरेर राखिदिनुहोस् अनि यो भिडियोलाई अरूलाई पनि सेयर गरिदिनु सक्नुहुन्छ र फेसबुकमै हेर्नुहुँदैछ आजै पनि भने तपाईँले फेसबुकलाई फलो गरिदिनु सक्नुहुनेछ। बहुत बहुत धन्यवाद।